Hello, what's up सेवन guys? आज long time मा फेरि ब्याक आउँदैछु। धेरै दिन भएको थियो भिडियो नबनाएको। आज चाहिँ अलिक फ्री भएर भिडियो बनाएको। यसो छुट्टीमा कामहरु गर्दै यसो घरहरुमा बस्दै काम गर्दै यसो धेरै दिन बाद भिडियो बनाएको। आज गरम पनि सारै बेसी रहेछ। अब मर्निङ मर्निङ कजन भएको यो तपाईको फुलको यो बनाउनु भएको अरे मम्मीले फुल राख्ने हजुर। यो चाहिँ यस्तो बनाउनु हुँदैछ तर यहाँ अझै कम्प्लिट भएको छैन यसो। अझै नै हावा आउँछ नि नखुचै। ओके सो माथिबाट अब तल झरेको मेरो खोरमा बच्चाहरुको अलिकति मिलाइदिनु पर्ने छ। त्यो अलिक बेसी त्यो गजक गजक हुने रहेछ कि अन्त अलिकति स्पेस बनाइदिन्छु किनभने अलिक पुरा गरम पनि छ। सो अब दिनभरिको काम त यस्तै छ, यहाँ गरेर त्यहाँ गरेर उता दान्दा ओर्दा चाहिँ के पनि हुन्छ। बेसिकली अहिले साह्रै गरम। गरममा पनि के गर्नु, गरममा भन्नु भएको छैन, गर्नुपर्छ। हामी यहाँ पानी अलिक तापिहाल्छु, चारो पानी अलिक मजाले गरिदिनु पर्ने छ। यतातिर पनि तपाईँहरूको जग्गा चाहिँ कति गरम छ हौ, हाम्रो त पुरै बेसी छ। आज झन् बेसी रहेछ। आज एकैछिन फ्यानबाट निक्लिनु मात्रै पर्छ, पसिना पुर्रुच हुन्छ। योपालि चाहिँ तर रेकर्ड ब्रेकिङ गरम छ सधैँभन्दा। हाम्रोपट्टि तर अचम्म भएको छ यहाँ हेर्नुहोस् न, हावा त चल्दैछ तर यो रुखहरू सख्वाको रुख हो कि यो। त्यो सख्वाको रुख चाहिँ के भयो भन्दा योपालि चाहिँ एउटा टाइपको किरा आयो, पत्ता डल्लै खाइदियो। छैन पौलाउने पत्ताहरू सबै खाइदिएको छ, रुख प्रायः रुखको खाइदिएको छ। यो लामपातेको चाहिँ खाँदैन रहेछ। सख्वा तपाईँले राम्रोसँग याद गर्नु भने ऊ तल तल फेदसम्म खाइदिएको छ, एउटाको राम्रोसँग छैन पत्ताहरू। तल तल जङ्गलको पनि खाइदिएको छ पुरै। नेपाल के भयो आफ्नो माथिको खोर पनि हेरि नसक्ने भइसकेको छ। तर आज चाहिँ सबै कामहरू सकौँ भनेको, हेर्दैछौँ के हुन्छ कसो हुन्छ है। गरममा त बेसी त काम गराइ त सक्ने होइन होला, हेरौँ कति बेलासम्म सक्दो रहेछ। अब के गर्नु नगर्नु भन्यो भने पनि काम नगरौँ भन्यो भने इन्भेस्टमेन्ट गरेको हुन्छ, बिचराले अलिअलि दिन्छ, सो गर्नै त पर्यो। आए मान्छेको जिन्दगी हरेस पैसाको पछाडि भाग्यो 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 भाग्यो, एक दिन सबैलाई छोडेर जानु छ। त्यो पैसा पनि लानु छैन। पैसा हुनेलाई पनि टेन्सन अरे नहुनेलाई पनि टेन्सन अरे। नहुनेलाई कमाउनु पर्यो, हुनेलाई कता लुकौँ भनेर कमाउनु पर्यो फेरि हो। बेसी हिलो भएछ एकै दिनमा चाहिँ। यस्तो हुन्छ है कुखुरा चाहिँ, हिलो चाहिँ यत्तिको छ नि त। अब यो अलिक यहाँ सारेर एकै दिनमा हिजोको मात्रै हो यो। सो के गाइस, अब यो अलिकति मिलाइहाल्छु है। त्यो मिलाएर फेरि भेटौँ ल, किनभने मेरोमा अहिले ट्राइपोड अलिकति बिग्रिरहेको छ। सो म भिडियो गर्न सक्दिनँ, स्ट्यान्ड बिग्रिरहेको छ। सो अहिले एकछिन म काम गरिसकेर भेटौँ है त। सो गाइस फाइनली भित्रको काम सकेँ। अब चाहिँ पानी मात्रै दिनेछ।
पानी थापेर पानी दिन्छु शीतल हावा छ मजाले हावा खाएको एक्सर्साइज चाहिँ जोड हुनेछ पसिना चाहिँ यतिको आउँदो रहेछ गरममा काम गरेर यहाँभित्र चाहिँ यतिको पर किलो बनाइदिएँ यहाँ चाहिँ रह्यो पर किलो यतिमा चाहिँ यिनीहरू जाम पनि हुँदैन हिलो हुने कुरामा होइन अघि चाहिँ यतिसम्म थियो आज अलिक बढाइदिएको अलिक यतासम्म बनाइदिएको बेसी खुल्ला पनि राख्नु हुँदैन बेसी टाइट पनि गर्नु हुँदैन यिनीहरू साह्रो छ ओके गाइस त अब पानी लिएर आउनुपर्छ ओके गाइस अहिले पानी लिइसकेर भेटौँ है अन्नाहरू बसबास गरिहाल्नु पऱ्यो सिक ओके सो पानी पनि लगाइदिइसक्यो अब आज बिहानको राउन्ड चाहिँ खतम यो कुखुरालाई पानी पनि खान थाल्यो बेसी होइन 3 दिनको कुखुरा मात्रै यिनीहरू सो अहिले ठिकै छ सो गाइस अब माथिल्लो खोरमा भेटौँ मेरो पोल्ट्री हो मेरो बस्तीकोहरू पनि छ सो जाउँ अब माथि ओके गाइस तल अलिकति काम सक्यो अब आइसक्रिम ब्रेक थोडा छ त्यहाँदेखि बस्छु कुखुरा खोर जानुपर्छ लिचिङ टिप्नु भन्दैछ मेरो बुढी लिची खान नपाएर है बुढी चेस कोमा चेस ए कोमा चेस चेस गरेको साह्रो गरम नि त है अब चाहिँ म फाइनली बस्तीको कुखुराको खोरमा आइसकेँ यहाँ चारोहरू लगाउनेर अलिक सफा गरिदिनुहोस् अब चाहिँ म खोल्नेवाला छु खोर यतिको चाहिँ हुन्छ मेरो कुखुराहरू अहिले त बाहिर राखिरहेको छु रिभिलमा 1 2 3 गो यिनीहरूलाई चारो दिनुपर्छ यहाँनिर हेर्नुहोस् न साथी नाम दिएको खाँदै गर्छ त्यति बेलासम्म चाहिँ अब भित्र जान्छु यहाँ अन्डा पनि पार्दो रहेछ आज 5 वटा भएछ अन्डा पनि पार्दैछ मेरोले प्लस बस्तीको कुखुराको अन्डा चाहिँ यति भएको छ यहाँ मेरो स्टक राख्ने प्लस योपालिको चल्ला चाहिँ त्यस्तो खासै राम्रो चाहिँ छैन यति मात्रै भएको छ टोटल त थुप्रो थियो तर सबै मर्यो त्यो चट्टाङले भेटेको कुखुरा पनि उत्तानो बढ्दै मर्दो रहेछ नि त अन्त बेसी छैन अब यो अर्डरको मात्रै छ अर्डरको चाहिँ टक्कै छ त्यति नै छ मेरो यहाँ अलिकति चारो दिइहाल्छु चल्लाले माम चाहिँ जोड खान्छ माम राखिदिनुहोस् ल
खतरा खान्छ यिनीहरूले भित्र खोरको काम सकिसक्यो अब लिची टिप्नु गएको पहिला यहाँ घरको छेउको छोड्नु न अब यहाँनिर लिची टिप्नुमा कतिको एक्साइटेड पुरै बेसी नै हो कहिलेदेखि टिप्नु भनेको तपाईँलाई अस्तिदेखि आज 3 दिनमा चाहिँ टिप्नु पर्नु आँट्यो रिसेर लिची टिपिँदैन भनेर म चाहिँ पापाले भन्नुहुन्थ्यो परिवेशमा खाने बेला भएको छ यसो है गरमले हामीहरू मर्न आँटिसक्यो लिची टिप्ने झोला पनि खतरा छ हो ए लिची त छैन सकेछ सकिएछ नभन्नु म त झर्छ हौ भुइँभरि छ लिची चाहिँ यति मात्रै छ त्यो कसरी टिप्दिनु म माथि चढेर चाहिँ ए म चढिदिन्छु लु बाक्ला टिप्नु यो आफै टिप्ने अरे हो आउँदो रहेछ त लिची टिप्नु अब यो त कहाँ आउनुपर्छ अन्त यो त हेर्दा भइहाल्छ नि त सबै झर्दो रहेछ है पाकेपछि झर्छ नि अन्त म त चिप्लो सबै भन्छु भाँचिन्छ है बोट हाम्रो त्यो त लिची त हुँदैन उता पापालाई भरे चढाइ मागेर चाहिँ खानुपर्छ यस्ताहरू त कुहिएको हुँदो रहेछ त अन्त है दाना पनि हुन्छ थोक्नेले टिप्दैछ नखाइ म टिप्दिन्छु लु पक्रिनु ओके सो गाइस अब चाहिँ म लिची टिप्छु यसोबाट भेटौँ मलाई रुखमा चढाइ टिपायो यति थाक टिपिदियो तर पनि चित्त नबुझेर यहाँ हेर्नु है के गर्दैछ मेरो बुढी अझै टिप्दैछ माथिबाट ब्यालेन्स गरी झार्दा एउटा भुइँमा झर्दा पनि कराउँदैछ मलाई अब ऊ तलको त्यो झुप्पा देखे जान्छ है भुइँमा हेरेर हिँड्नु है यो सापहरू हुन्छ अहिले कतिवटासम्म टिपिसक्दैछ है अब यस्तो आउँछ म यो देखाउँछु कि त्यो पनि लान्छ एउटा हेर्नुहोस् ल यति साह्रो क्रेजी छ मेरो बुढी चाहिँ फ्रुट्स भनिसकेपछि मेरो बुढी क्रेजी है अरू केमा लोभिँदैन उयो हेर्दा एउटा रहेछ ऊ राम्रो रहेछ उयो एउटा सिङ्गल हो भनेको थिएँ नि मैले देख्नुभयो उयो चाहिँ नलगेको तलको तल्लो बोटको पनि लाने किन दुईटा बोटको त्यो छोडिदिनु न एक दुई दिनमा रातो रातो पाकिरहेको छ नि त अस्तिदेखि थियो झन् सबै याद हुन्छ घर वरिपरि के छ भनेर उसलाई चाहिँ के राम्रो रहेछ त अब तर एक दुई दिनमा नस्पति पनि हुन्छ ऊ लास्ट टाइम त तपाईँले कम्ता खाएन नस्पति है चढाउनु त्यहाँ भुइँमा हेरेर हिँड्नु है आरू त सकिसक्यो केटीले हो हुन्छ जानु जानु हो त्यसपछि चाहिँ यसरी हुन्छ है मेरो घरमा चाहिँ हुन्छ हातले पनि टिप्नु सक्छ माथि छ बोटहरू पुरा फलिरहेछ यतातिर यहीँ फलिरहेछ यहीँ फलिरहेछ म त यो साल बिसाउँछ जस्तो लागेको थियो नस्पति फल्छ जस्तो लागेको थिएन कि फलेछ जानु न के पनि हुँदैन
लिची टिपेर चाहिँ यहाँ मेरो बुढी चाहिँ खुसी औ खै लिची अब उतलको पनि टिप्छ अरे अझै चित्त बुझेको छैन फेरि त्यो हर्राको रुख चाहिँ बेकारमा ढालेको नि म नढाल्नु भन्दै थिएँ नि हर्राहरू काम लाग्छ पछि हो हावा डाँडा हो नि त अन्त यता पर जानुपर्छ होला हौ हावा खानु यहाँ पनि टिप्ने त्यहाँ त सक्छ होला आफै त्यहाँ पनि छोडेन एक्लै टिप्दैछ तर योपालि फर्स्टै फलेको होला यिनीहरूले ओके सो गाइस अहिलेबाट भेटौँ मेरो अझै छ काम त पेन्डिङ हो अहिले टन्डन घाममा काम गर्नु नसक्ने स्थितिमा पुग्यो त्यो किचनमा गएर थन्काएर झर्नु हो यो दुईटा पुऱ्याउनु अन्त उयो एउटा त्यो कुलथानको लागि छुट्याउनु त्यहाँदेखिको अरू खानु हुने अन्त एउटा छुट्याएर राखिराख्नु नि पहिला पापाले अब कहिले चढाउँछ छुट्याउँदा हुन्छ अब यो अलिअलि रिपेयरिङ चाहिएको छ किनभने मेरो कुखुरा यहाँबाट जम्प गर्दो रहेछ कि बाहिर त घाममा काम गर्न सकिन्न च्यादर पनि ठोक्नुपर्ने छ भाइहरूलाई भनिरहेको छु खै आउँछ आउँदैन आफ्नो वेट थाम्दैन माथिकोले हो ओके हेलो सो गाई फाइनली घाम अलिक अस्ताएर चाहिँ फेरि बस्ती कुखुरा खोरमा आएको छु म मेरो कुखुराहरू कहाँ कहाँबाट उठेर जाँदैछ पनि यो अलिक मिलाउनु पर्नेछ अब सानोतिनो अलिअलि कामहरू छ अलिक बाँधिदिनु पर्ने रहेछ सो गाइस अहिले चाहिँ फिलहाल चाहिँ मेरोमा स्ट्यान्ड नभएकोले गर्दाखेरि यसो मेरो भिडियोमै त गाइस ल फेरि त अलिअलि यताउता रिपेयरिङ गरेर चाहिँ यसो हेरेको त एउटा कुखुराले ओथ्रा माग्दै रहेछ कि बिरुवाहरूले किन आएको परबाट सो अब आज एउटालाई चाहिँ ओथ्रा दिन्छु अन्डाहरू चुप्रोले पार्दैछ तर एउटालाई चाहिँ ओथ्रा मजाले बनाइदिइहाल्छु अस्ति बोराहरू सब धुइधाइ गरेर राखेको थिएँ सो अब यहाँनिर मिलाइदिनु पऱ्यो ओके गाइस यसबाट भेटौँ यो मिलाइहाल्नु पऱ्यो ओके सो ओथ्रा मिलाइदिएँ पिरुनीहरू लगाइदिएँ अब यो म चाहिँ यसरी जहिले पनि माग गर्छु अन्डा यो चाहिँ फर्स्ट ओथ्रा बसेकोलाई 1 नम्बर किनभने बेसी कुखुरा भएर फेरि यता ओथ्रा बस्छ कि त्यही भएर चाहिँ कुखुरासँग माग गर्नु भने यो सबै ओथ्रा बस्ने अन्डा पार्ने जग्गाहरू त्यहाँ पनि छ यहाँ बसिरहेछ अब त्यसलाई चाहिँ यहाँ सारेर थुन्नुपर्छ फेरि हो ओके गाइस सो यसलाई सारिहालौँ देन आफ्टर द्याट यो ओथ्रा बसिरहेछ यसलाई सारिहालौँ पहिला यता अब यो ओथ्रामा चाहिँ अब यसलाई मैले यहाँनिर सार्दै फेरि बस्नु मान्दैन नि त ठाउँ सरी बस्नु मान्दैन सो यहाँनिर सारिदिएको छु अब हेरौँ मैले कति दिनमा निकाल्छु ओथ्रा अब यहाँको काम लगभग मोटामोटी सकिगयो अब अलिकति पानीहरू लगाइदिनु पर्दैछ सो गाइस अब योपालि चाहिँ यति नै गरौँ है नेक्स्ट ब्लगमा फेरि भेटौँ लङ टाइममा गरेको ब्लग हो अब के कस्तो भयो अब है लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला एन्ड भेटौँ नेक्स्ट ब्लगमा बाई बाई